मतदाता नामावली अर्थात् भोटर रजिस्ट्रेसन दर्ता किताबमा आफूलाई दर्ता गरेर त आएको थिए, तर दर्ता गरिसकेपछि दिइने परिचय पत्र मेरो हराएर गयो। अब यस्तो अवस्थामा अब आउने निर्वाचनमा के मैले फेरि पनि पुनः मतदाता नामावलीमा आफूलाई दर्ता गर्नुपर्ने हो, वा योसँग सम्बन्धित मैले अबको आउने निर्वाचनमा गएर भोट दिन पाउँछु कि पाउँदिन भनेर हजुरहरू पनि अन्यलमा हुनुहुन्छ भने अहिले हालको अवस्थामा निर्वाचन आयोग अर्थात् इलेक्सन कमिसनको वेबसाइटमा जानुभयो भने त्यहाँबाट पनि हजुरहरूले आफ्नो नागरिकतामा भएको विवरणहरूलाई राख्नुभयो भने हजुरहरूले मतदाता नामावलीसँग सम्बन्धित परिचय पत्र नम्बरदेखि लिएर अन्य विवरणहरू पनि घर बसी बसी अनलाइन मार्फत पत्ता लगाउन सक्नुहुनेछ। अब योसँग सम्बन्धित गर्ने कसरी भनेर सोध्नुहुन्छ भने यसरी स्क्रिनमा देखिराख्नु भए जसरी नै 4टा कोठा देख्नुहुनेछ। 4टा कोठा मध्येमा त्यहाँ मतदाता नामावली दाबी विरोध प्रयोजनको लागि भनेर एउटा बक्स जस्तो सेक्सन छ, त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हजुरहरूको स्क्रिनमा अन्तिम मतदाता नामावली भनेर आउँछ, जसमा मतदाता नामावली ठेगाना अनुसार भनेर हजुरहरूको प्रदेश, जिल्ला, गाउँपालिका हो भने गाउँपालिका, नगरपालिका हो भने नगरपालिका, वडा नम्बर र मतदाता केन्द्र हजुरहरूले सेलेक्ट गरेर हाल्नुपर्ने हुन्छ। अब योसँग सम्बन्धित चाहिँ हजुरले टर्न बाई टर्न चाहिँ सबै बक्स चाहिँ फिल गर्नुपर्ने हुन्छ। दोस्रो पेजमा आउँछ। दोस्रो पेजमा आइसकेपछि अब हजुरहरूलाई अ आ इ ई भनेर जुन सेक्सन छ हजुरहरूको, जसमा हजुरहरूले आफ्नो नामको फर्स्ट लेटर अनुसारको त्यहाँ अक्षर चुज गर्नुपर्ने हुन्छ। अब मेरो नाम त यबाट आयो, यशस्वी। यशस्वी भनेपछि य थिच्ने। य थिचिसकेपछि मेरो त्यहाँ हजुरहरूको सानो छोटकरीमा विवरण आयो। अब विवरण आए बमोजिमको मेरो मतदाता नम्बर आयो। मतदाता नम्बर यसरी चाहिँ हजुरले पत्ता लगाउन सक्नुहुनेछ। अब मतदातासँग सम्बन्धित अन्य थप विवरणहरूको लागि हजुरहरूले त्यहाँ राइट ह्यान्ड सेक्सनमा जुन बटन छ त्यसलाई क्लिक गर्नुभयो भने त्यहाँ हजुरहरूले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर र जन्म मिति हाल्नुभयो र त्यसमा आई एम नट अ रोबोट भन्ने सेक्सन थिच्नुभयो भने त्यहाँ हजुरले सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गरिसकेपछि हजुरलाई अटोमेटिकली अर्को पेजमा लगिन्छ, जसमा हजुरहरूलाई मतदाता नामावली वा भोटर रजिस्ट्रेट गर्दाखेरि हजुरले खिचेको फोटोदेखि लिएर हजुरहरूले भरेको विवरणदेखि लिएर थपमा भन्दा फेरि हजुरहरूलाई मतदाता परिचय पत्र नम्बर समेत हजुरहरूलाई स्क्रिनमा देखाइन्छ। अब यसरी हजुरहरूले घर बसी बसी मतदाता नामावली वा भोटर रजिस्ट्रेसन हराए तापनि घर बसी बसी आफ्नो मतदाता नामावली परिचय पत्र नम्बर पत्ता लगाउन सक्नुहुनेछ। हस्, आजको लागि त्यति। स्टे ट्युन फर मोर।